आज हामी एउटा यस्तो शब्दको गहिराइमा पुग्दैछौँ जुन हामीले सधैँ सुन्छौँ तर सायद त्यसको वास्तविक अर्थबारे त्यति सोचेका छैनौँ। त्यो शब्द हो चर्च। हो, कसैको लागि यो आइतबार जाने एउटा भवन मात्र होला, कसैको लागि नियमहरूको एउटा सूची। र कसैको लागि यो एउटा अप्ठ्यारो प्रश्न पनि हो। आखिर चर्च साँच्चै के हो त? र यही प्रश्नलाई तह तह केलाउन हामी आज एउटा स्रोतको मद्दत लिँदैछौँ। कुन स्रोतमा आधारित छौँ हामी? जे ग्यारेट केलले लेख्नु भएको र नेपालको गस्पल पब्लिकेसनले निकालेको पुस्तक चर्च, के म जानै पर्छ? एकदमै हो। र यो पुस्तकको आधारमा हाम्रो उद्देश्य के हो भने चर्चको परिभाषा के हो, त्यहाँ किन जाने र साँचो चर्च चाहिँ कसरी चिन्ने भन्ने कुरामा स्पष्ट हुने। र यो यात्रालाई अझ सान्दर्भिक बनाउन स्रोतले हामीलाई उमङ्ग नामको एक पात्रसँग परिचय गराउँछ। हो, उमङ्गको कथा। उसको जीवनमा एउटा ठूलो दुःख आइपर्छ, होइन? उसको सबैभन्दा मिल्ने साथी रोशनको पौडी खेल्दा डुबेर मृत्यु हुन्छ। यो घटनाले उसलाई भित्रैदेखि हल्लाइदिन्छ। स्वाभाविक हो। मृत्युपछि के हुन्छ, किन यस्तो भयो, यस्तै प्रश्नहरूको भुमरीमा पर्दा एकजना सहकर्मीले उसलाई चर्च जान सल्लाह दिन्छन्। अनि ऊ जान्छ, तर उसको मनमा आशाभन्दा धेरै शङ्का र प्रश्नहरू छन्। हो, र उमङ्गको यही अनुभवले हामीलाई हाम्रो पहिलो र सबैभन्दा आधारभूत प्रश्नमा ल्याउँछ, चर्च आखिर के हो? जब ऊ त्यो भवनभित्र पस्छ उसले के देख्छ? हो, यहीँबाट कुरा सुरु गरौँ न। ऊ एउटा ठूलो हलभित्र पस्छ। मानिसहरू गाइरहेका छन्, मुस्कुराइरहेका छन्। तर उमङ्गलाई तुरुन्तै आफू बाहिरिया भएको महसुस हुन्छ। एक्लो? हो, एक्लो। उसलाई लाग्छ यी मानिसहरू कति खुसी छन्, कति सिद्ध देखिन्छन्, म आफ्नो दुःख र प्रश्नहरू लिएर यहाँ फिट हुन्न होला। उसले चर्चलाई इटा र सिमेन्टले बनेको भवनको रूपमा हेर्छ, र त्यहाँ भित्रका मानिसहरूलाई आफूभन्दा फरक, लगभग सिद्ध प्राणीको रूपमा। यो एकदमै सामान्य धारणा हो, तर स्रोतले सुरुमै यो भ्रमलाई तोड्छ। कसरी? बाइबलमा चर्चको लागि प्रयोग भएको मूल ग्रीक शब्द हो एक्लेसिया। एक्लेसिया हो, जसको अर्थ भवन होइन। होइन। होइन, यसको अर्थ हो बोलाइएकाहरूको सभा वा भेला। भेला हो, त्यसैले चर्च त्यो भौतिक संरचना होइन के। चर्च त ती मानिसहरू हुन् जो येशूको सुसमाचारमा विश्वास गर्न एकसाथ भेला भएका छन्। भनेपछि त्यो भवन त केवल एउटा माध्यम मात्रै भयो। बिल्कुल, वास्तविक चर्च होइन। त्यसो भए उमङ्ग जब त्यो भवनभित्र थियो, ऊ वास्तवमा चर्च अर्थात् परमेश्वरका मानिसहरूको समुदायको बीचमा थियो, एउटा भवनमा मात्र होइन। हो, तर उसले आफूलाई टुक्रिएको र अरूलाई सिद्ध देख्यो। हो, यही खाडललाई स्रोतले कसरी पुर्छ त? एउटा निकै शक्तिशाली उदाहरण दिएर स्रोतले भन्छ, चर्च सिद्ध मानिसहरूको सङ्ग्रहालय होइन। सङ्ग्रहालय होइन, बरु यो टुक्रिएका मानिसहरू निको हुन आउने अस्पताल हो। वाह, अस्पताल सङ्ग्रहालय होइन? हो नि, यो कुराले पुरै दृष्टिकोण नै बदलिदिन्छ। कसरी? एफएसी 2.13 ले के भन्छ भने हामी सबै पापको कारण परमेश्वरबाट टाढा थियौं, तर ख्रिस्टले हामीलाई नजिक ल्याउनुभयो। यसको मतलब त्यो कोठामा भएका हरेक व्यक्ति बाहिरबाट जतिसुकै खुसी देखिए पनि भित्री रूपमा उमङ्ग जस्तै थिए। उनीहरू सबैलाई परमेश्वरको कृपाको उस्तै गहिरो खाँचो थियो। मतलब चर्चमा आउनको लागि आफूलाई सुधारेर ठिकठाक पारेर आउनु पर्दैन? पर्दैन, बरु आफ्नो टुटेको अवस्थामा नै आउने ठाउँ हो। बिल्कुल, र यो समुदायको प्रकृतिलाई अझ गहिरोसँग बुझाउन स्रोतले बाइबलमा प्रयोग भएका केही सुन्दर चित्रहरू मतलब रूपकहरू प्रस्तुत गर्छ। जस्तै? पहिलो हो, चर्च एक शरीर हो। शरीर जसरी हाम्रो शरीरमा हात, खुट्टा, आँखा सबैको आफ्नो काम हुन्छ, तर सबै मिलेर एउटा शरीर बनाउँछन्, त्यस्तै। एकदम। 1 कोरिन्थी 12:12 ले त्यही भन्छ, चर्चमा कोही आँखा होला, कोही हात। सबैको भूमिका फरक फरक हुन्छ, तर कोही पनि महत्त्वहीन हुँदैन। सबै एकअर्कामा निर्भर हुन्छन्। यसले त उमङ्ग जस्तो व्यक्तिलाई पनि तिम्रो पनि यहाँ एउटा महत्त्वपूर्ण ठाउँ छ भन्ने सन्देश दिन्छ। हो, तिमी बेकार छैनौ भन्छ। र दोस्रो रूपक, चर्च एक परिवार हो। यो अवधारणाले त मलाई साँच्चै छोयो। हो,
मतलब तपाईँको पृष्ठभूमि जेसुकै होस्, जस्तो सुकै टुटेको अवस्थाबाट आउनुभएको होस्, यहाँ एउटा नयाँ परिवार छ जसले तपाईँलाई अपनाउँछ। हो, र यो रगतको नाताभन्दा गहिरो आत्मिक सम्बन्ध हो। साँच्चै। 2 कोरिन्थी 6:18 परमेश्वर भन्नुहुन्छ, म तिमीहरूका निम्ति एक पिता हुनेछु र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ। यहाँ विगतका घाउहरूले तपाईँलाई परिभाषित गर्दैन, बरु ख्रिस्टमा पाइएको नयाँ पहिचानले गर्छ। बिल्कुल। यो धेरैका लागि चर्चको सबैभन्दा शक्तिशाली र निको पार्ने पक्ष हो। 1 मिनेट है, स्रोतले अर्को एउटा रूपक पनि प्रयोग गर्छ। चर्च एक घर वा मन्दिर हो। मन्दिर। यो मन्दिर भन्ने शब्दले धेरैलाई भ्रमित गर्न सक्छ, किनकि हामी मन्दिरलाई एउटा भौतिक भवनको रूपमा बुझ्छौं। राम्रो प्रश्न। पुरानो नियममा परमेश्वरको विशेष उपस्थिति ढुङ्गाले बनेको मन्दिरमा हुन्थ्यो। हो। तर नयाँ नियममा 1 पत्रुस 2:5 अनुसार परमेश्वरको आत्मा अब कुनै भवनमा होइन, तर उहाँका मानिसहरूको हृदयमा वास गर्नुहुन्छ। त्यसैले विश्वासीहरूको समुदाय नै उहाँको जीवित पत्थरहरूले बनेको आत्मिक घर वा मन्दिर हो। परमेश्वर अब हामीसँग होइन, हामी भित्र बस्नुहुन्छ। र अन्तिममा चर्च एक दुलही हो भन्ने रूपक पनि छ। हो, यो सबैभन्दा घनिष्ठ रूपक हो। यसले ख्रिस्ट र चर्च बीचको सम्बन्धलाई देखाउँछ, होइन त? एफेसिस 5 अनुसार ख्रिस्ट दुलहा हुनुहुन्छ र चर्च उहाँको दुलही। यसले उहाँको प्रेम, उहाँको त्याग र चर्चप्रतिको अटल प्रतिबद्धतालाई दर्शाउँछ। शरीर, परिवार, मन्दिर र दुलही, यी चारैवटा चित्रले हामीलाई एउटै सत्य बताउँछन्। के? चर्च निर्जीव भवन होइन, यो एक जीवित सम्बन्धहरूले भरिएको गतिशील समुदाय हो। एकदम। तर यही कुराले त प्रश्नलाई अझ जटिल बनाउँछ नि। कसरी? यदि चर्च यस्तो सुन्दर समुदाय हो भने उमङ्ग जस्ता मानिसहरू किन त्यहाँ जान हिचकिचाउँछन्? के म त्यहाँ फिट हुन्छु र वा के हरेक हफ्ता जानै पर्छ जस्ता प्रश्नहरू किन उठ्छन्? हो, उमङ्गले पनि आफ्ना नयाँ साथीहरू प्रकाश र प्रतिज्ञालाई यही सोध्छ। अनि उनीहरूले के जवाब दिन्छन्? उनीहरूले दिएको जवाब महत्त्वपूर्ण छ। यो बाध्यताले होइन, तर इच्छाले हो। तर त्यो इच्छा कहाँबाट आउँछ त? स्रोतले प्रेरित 2 अध्यायको उदाहरण दिएर चर्च जानुको पछाडि 5वटा गहिरो उद्देश्य वा कारणहरू छन् भनी बताउँछ। पहिलो कारण के हो? पहिलो, परमेश्वरको आराधना गर्न। तर आराधना त घरमा एक्लै पनि गर्न सकिन्छ, होइन र? भजन सुन्न, प्रार्थना गर्न किन समुदाय नै चाहियो र? सकिन्छ, र त्यो पनि महत्त्वपूर्ण छ। तर सामूहिक आराधनाको आफ्नो शक्ति छ के? कस्तो शक्ति? जब सयौं आवाजहरू मिलेर एउटै सत्यको गीत गाउँछन्, जब समुदायले एकसाथ परमेश्वरलाई धन्यवाद दिन्छ, त्यसले विश्वासलाई बलियो बनाउँछ र हाम्रो ध्यान व्यक्तिगत समस्याबाट हटाएर परमेश्वरको महानतातर्फ लैजान्छ। एक किसिमको सामूहिक उत्सव जस्तै। हो, बिल्कुल। ठिक छ, दोस्रो कारण के हो? दोस्रो, परमेश्वरको वचन सुन्न। फेरि हामी घरमा बाइबल पढ्न सक्छौं, अनलाइन प्रवचन सुन्न सक्छौं। आजकाल त झन् धेरै स्रोतहरू छन्। तर चर्चमा हामी परमेश्वरको वचनलाई व्यवस्थित रूपमा एउटा समुदायको सन्दर्भमा सिक्छौं। प्रश्न सोध्ने, छलफल गर्ने अवसर पनि हुन्छ। हो, र सिकेको कुरालाई जीवनमा कसरी लागू गर्ने भनेर एक अर्काबाट सिक्ने मौका पनि हुन्छ। तेस्रो कारण अघिको परिवार भन्ने रूपकसँग जोडिएको जस्तो लाग्यो। एक अर्कालाई प्रेम र सेवा गर्न। हो त, चर्च प्रेमलाई व्यवहारमा उतार्ने प्रयोगशाला हो। प्रयोगशाला? स्रोतले प्रारम्भिक चर्चको उदाहरण दिन्छ जहाँ सदस्यहरूले एक अर्काको व्यावहारिक आवश्यकताहरू पूरा गर्थे। खाँचोमा परेकाहरूलाई सहयोग गर्न आफ्नो सम्पत्ति समेत बेच्थे। यो त केवल हात मिलाउने र मुस्कुराउने भन्दा धेरै गहिरो कुरा रहेछ। धेरै गहिरो। यो एक अर्काको बोझ बोक्ने कुरा हो। चौथो कारण अलि गम्भीर सुनिन्छ है, पापसँग एकसाथ सङ्घर्ष गर्न। यो सुन्दा अलि डरलाग्दो लाग्न सक्छ। जवाफदेहिता, अरूले मेरो गल्ती औल्याउने जस्तो। हो, यो गलत बुझिन सक्छ, तर हिब्रू 3:12-13ले यसको उद्देश्य स्पष्ट पार्छ। एक अर्कालाई दिनौं उत्साह देऊ। उत्साह? हो, र तिमीहरूमध्ये कोही पनि पापको छलकपटले कठोर नहोस्। उद्देश्य एक अर्कालाई दोष लगाउनु होइन, तर प्रेमपूर्वक एक अर्कालाई पापको धोकाबाट बचाउनु हो। एक्लै हुँदा कमजोर भइन्छ, तर समुदायमा एक अर्काको लागि बल बन्न सकिन्छ। एकदम। र पाँचौं कारण? पाँचौं, एक अर्कालाई निर्माण गर्न। जीवनको यात्रा लामो र कठिन छ।
हिब्रू 10:24-25ले हामीलाई भेला हुन नछोड्न र एक अर्कालाई प्रेम र असल काममा उत्साह दिन आग्रह गर्छ। ए चर्च भनेको हप्ताको अन्त्यमा गाडीमा पेट्रोल भरे जस्तै रहेछ। हो, राम्रो उदाहरण। यसले हामीलाई आउने हप्ताको लागि आत्मिक रूपमा बलियो बनाउँछ र दौड पूरा गर्न हौसला दिन्छ। यी 5 कारणहरूले चर्च जानुको किनलाई निकै स्पष्ट पार्छ, तर यसले उमङ्गको अर्को दुविधालाई झनै बढाउँछ। कुन दुविधा? यो सबै कुरा सिद्धान्तमा राम्रो छ, तर जब ऊ बाहिर निस्कन्छ उसले प्रेस्बिटेरियन, ब्याप्टिस्ट, एजी जस्ता विभिन्न नामका चर्चहरू देख्छ र सोध्छ, मैले कुन चाहिँ रोज्ने? हो, यदि सबैले एउटै कुरामा विश्वास गर्छन् भने यति धेरै फरक किन? के कुनै एउटा सही चर्च हुन्छ? यो धेरैको मनमा उठ्ने प्रश्न हो र यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, किनकि बाइबलले नै हामीलाई झुटा शिक्षकहरूबाट सावधान रहन चेतावनी दिन्छ। के भनेको छ बाइबलमा? मत्ती 7:15मा येशूले भन्नुभयो, झुटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन्, तर भित्रभित्र चाहिँ उनीहरू डरलाग्दा ब्वासाहरू जस्ता हुन्छन्। ब्वासाहरू? उहाँले थप्नुभयो, तिमीहरूले उनीहरूलाई उनीहरूका फलबाट चिन्नेछौ। त्यसो भए त्यो फल के हो त? स्रोतले एउटा चर्च साँचो हो कि होइन भनेर छुट्याउन केही व्यावहारिक चिन्हहरू दिएको छ? स्रोतले ऐतिहासिक रूपमा सुधारवादीहरूले पहिचान गरेका 3वटा मुख्य चिन्हहरू प्रस्तुत गर्छ। के हुन् ती? पहिलो र सबैभन्दा महत्त्वपूर्ण चिन्ह हो विशुद्ध सुसमाचारको प्रचार। विशुद्ध सुसमाचार भन्नाले के बुझ्ने? मतलब यसमा केही आधारभूत सम्झौता नगर्न सकिने सत्यहरू पर्छन्। जस्तै त्रिएक परमेश्वरको सत्यता, मानिसको पापको वास्तविकता जसले हामीलाई परमेश्वरबाट अलग गर्छ, र सबैभन्दा महत्त्वपूर्ण केवल परमेश्वरको अनुग्रहद्वारा येशू ख्रीष्टमाथिको विश्वासबाट मात्र उद्धार पाइन्छ भन्ने कुरा। हाम्रो कुनै पनि राम्रो कामले होइन, साथै साँचो विश्वासले पश्चात्ताप र जीवनमा परिवर्तन ल्याउँछ भन्ने शिक्षा पनि यसमा पर्छ। भनेपछि कुनै पनि चर्च जसले यी आधारभूत कुराहरूमा तलमाथि गर्छ, त्यो जतिसुकै ठूलो वा आकर्षक भए पनि साँचो चर्च हुन सक्दैन। यो जग हो। यो त निकै स्पष्ट भयो। दोस्रो चिन्ह के हो? दोस्रो चिन्ह हो बप्तिस्मा र प्रभु भोजको उचित सञ्चालन। उचित सञ्चालन? उचित शब्द महत्त्वपूर्ण छ। साँचो चर्चले यी विधिहरूलाई उद्धार पाउने कुनै जादुमयी माध्यमको रूपमा हेर्दैन, बरु सुसमाचारका शक्तिशाली प्रतीकहरूको रूपमा अभ्यास गर्दछ। बप्तिस्माले ख्रीष्टसँगको नयाँ जीवनलाई जनाउँछ र प्रभु भोजले उहाँको बलिदानको स्मरण गराउँछ। ठिक छ, र तेस्रो चिन्ह? यो अलि विवादास्पद सुनिन्छ। चर्च अनुशासनको अभ्यास हो। अनुशासन भन्ने शब्द सुन्ने बित्तिकै धेरैलाई कठोर दण्ड दिने कुरा याद आउँछ। हो, अरूलाई नियन्त्रण गर्ने जस्तो। र दुःखको कुरा, कतिपय अवस्थामा यसको गलत प्रयोग पनि भएको छ। तर स्रोतले स्पष्ट पाल्छ कि बाइबलीय चर्च अनुशासनको उद्देश्य दण्ड दिनु होइन, तर प्रेमपूर्वक पुनर्स्थापना गर्नु हो। पुनर्स्थापना? हो। यसको उद्देश्य चर्चका सदस्यहरूलाई परमेश्वरको वचनअनुसार पवित्र जीवन जिउन एक अर्काप्रति जवाबदेही बनाउनु हो। तर कसैले गल्ती गरिहाल्यो भने नि? जब कुनै सदस्यले पश्चाताप नगरिकन जानाजानी पापमा लागिरहन्छ, चर्चको जिम्मेवारी उसलाई प्रेमपूर्वक सच्याउने र पश्चातापमा डोर्याउने प्रयास गर्नु हो। यसले ख्रीष्टको प्रतिष्ठा र चर्चको आत्मिक स्वास्थ्यको रक्षा गर्छ। भनेपछि यी 3 कुरा, सुसमाचार, विधिहरू र प्रेमपूर्ण अनुशासनले एउटा चर्चको स्वास्थ्य जाँच्न मद्दत गर्छ। तर यसले मेरो अघिको प्रश्नको पूर्ण जवाफ दिँदैन। मानिलिउँ उमङको सहरमा 3वटा फरक चर्चले यी 3वटै चिन्हहरू पूरा गर्छन्। तिनीहरू सबै साँचो चर्च हुन्। त्यसो भए तिनीहरू किन अझै पनि अलग छन्? किन सबै मिलेर एउटै चर्च बन्दैनन्? यो एक जटिल तर महत्त्वपूर्ण प्रश्न हो, र स्रोतले यसका केही व्यावहारिक र सैद्धान्तिक कारणहरू बताउँछ। के रहेछन् त? पहिलो कारण त एकदमै व्यावहारिक आवश्यकता हो। जस्तै? अब हेर्नुस् न, संसारभरका सबै विश्वासीहरू भौगोलिक दूरी र भाषाका कारण एउटै ठाउँमा भेला हुन त असम्भव छ नि।
हो त्यो त असम्भवै भयो। त्यसैले फरक फरक ठाउँमा फरक फरक भाषा बोल्ने समुदायहरूका लागि छुट्टा छुट्टै चर्चहरू हुनु स्वाभाविक र आवश्यक छ। त्यो त बुझ्न सजिलो भयो। तर एउटै सहरमा एउटै भाषा बोल्नेहरूका बीचमा पनि किन यति धेरै भिन्नता? यहाँ सैद्धान्तिक भिन्नताको कुरा आउँछ। सैद्धान्तिक भिन्नता? तर यो भिन्नता दोस्रो तहका विषयहरूमा हुन्छ। दोस्रो तहका? हो, धर्मशास्त्रमा केही विषयहरू छन् जुन उद्धारको लागि अत्यावश्यक छन्, जसलाई हामी प्राथमिक विषय भन्छौँ, जस्तै येशूको देवत्व, उहाँको पुनरुत्थान। सबै साँचो चर्चहरू यी कुरामा सहमत हुन्छन्। हो, तर बप्तिस्मा कसलाई र कसरी दिने, आत्मिक वरदानहरू आज पनि छन् कि छैनन्, चर्चको नेतृत्व कसले गर्नुपर्छ, अन्त्यको समयबारेका विवरणहरू, यस्ता दोस्रो तहका विषयहरूमा इमान्दार मानिसहरू बीच पनि फरक फरक बुझाइ हुन सक्छ। ए, अर्को एउटा कारण व्यक्तिगत रोजाइ र शैली पनि होला नि, होइन र? हो, स्रोतले त्यसलाई पनि उल्लेख गर्छ। जस्तै कसैलाई पुराना भजनहरू मनपर्छन्, कसैलाई आधुनिक गीतहरू। हो, कसैलाई शान्त आराधना शैली मनपर्छ भने कसैलाई उत्साहपूर्ण, र यस्ता कुराहरूमा भिन्नता हुनु गलत होइन। तर स्रोतले यहाँ एउटा चेतावनी पनि दिन्छ। के? व्यक्तिगत रोजाइ वा शैली कहिल्यै पनि प्राथमिक कुरा हुनु हुँदैन। हाम्रो निर्णयको आधार मलाई कस्तो महसुस हुन्छ भन्ने भन्दा पनि यहाँ बाइबलीय सत्यता सिकाइन्छ कि सिकाइँदैन भन्ने हुनुपर्छ। र दुःखको कुरा, सबै विभाजनहरू यति सैद्धान्तिक वा व्यावहारिक कारणले मात्र हुँदैनन् होला। होइनन्, र स्रोत यो कुरा स्वीकार गर्न हिचकिचाउँदैन। केही विभाजनहरू पापपूर्ण कारणहरूले पनि हुन्छन्। जस्तै कि घमण्ड, रिस, शक्ति सङ्घर्ष, व्यक्तिगत झगडा, यस्ता विभाजनहरू दुःखद हुन् र यसले ख्रिस्टको शरीरलाई चोट पुर्याउँछ। तर यी सबै भिन्नता र कमजोरीहरूको बावजुद? हो, यी सबैको बावजुद स्रोतले जोड दिन्छ कि ख्रिस्टमा भएको हाम्रो एकता सबैभन्दा महत्त्वपूर्ण हो। भनेपछि फरक सम्प्रदायका साँचो विश्वासीहरू एउटै परिवारका सदस्य हुन्? हो, जो केवल फरक फरक कोठामा भेला हुन्छन्। आजको छलफलबाट मैले के बुझेँ भने चर्च हामीले सोचे भन्दा धेरै ठूलो, धेरै गहिरो र धेरै सुन्दर कुरा रहेछ। यो भवन होइन, तर ख्रिस्टमा विश्वास गर्नेहरूको जीवित परिवार हो। सिद्धहरूको सङ्ग्रहालय होइन, तर निको हुन आउनेहरूको अस्पताल हो। एकदम। र हामी त्यहाँ जानुको कारण बाध्यताले होइन, तर आराधना गर्न, सिक्न, प्रेम गर्न र एकअर्कालाई विश्वासको यात्रामा बलियो बनाउनको लागि हो। एकदम सही। र यो छलफललाई अन्त्य गर्दा स्रोतले हामीलाई भविष्यको एउटा झलक देखाउँछ। प्रकाश 7:9 को एउटा सुन्दर दृश्य। के छ त्यो दृश्यमा? त्यहाँ परमेश्वरको सिंहासनको अगाडि हरेक राष्ट्र, जाति, कुल र भाषाका अनगिन्ती मानिसहरू एकसाथ उभिएर उहाँको आराधना गरिरहेका छन्। वाह! त्यहाँ कुनै सम्प्रदाय छैन, कुनै विभाजन छैन, केवल एउटै एकीकृत विजयी चर्च छ। चर्चको भविष्य त्यस्तो छ। त्यो दृश्यलाई मनमा राख्दै हामी श्रोताको लागि एउटा अन्तिम विचार छोड्न चाहन्छौँ। यदि चर्चको अन्तिम गन्तव्य यस्तो अद्भुत र विविधतापूर्ण एकता हो भने आज हामीले देख्ने विभाजन र भिन्नताहरूलाई हेर्ने हाम्रो दृष्टिकोणमा यसले कस्तो परिवर्तन ल्याउन सक्छ? अनि येशूले प्रार्थना गर्नुभएको एकताको लागि आज हामी आफ्नो ठाउँबाट कुन एउटा सानो कदम चाल्न सक्छौँ?